हेलो नमस्ते एभ्रिवान। के छ सबजना सन्चै हुनुहुन्छ? धेरै भयो भिडियो नहालेको युट्युबमा कति 1.5 वर्ष जति भएछ। म भर्खर 10 घण्टा काम हान्दा हो क्या रातिको। अहिले जापानमा कति 6:30 भएछ बिहानको। म 10 घण्टा काम हान्दा आएर अहिले चाहिँ म एउटा इभेन्टमा जान लागेको थिएँ। त्यही भएर भिडियो बनाऊँ त्यो इभेन्टको बारेमा भनेर हो। इभेन्ट चाहिँ जापान मोबिलिटी सो हो क्या। त्यो चाहिँ मलाई पनि एज अ मेकानिकल स्टुडेन्ट जापानमा बसेर मेकानिकल पढ्दै गर्दाखेरि चाहिँ एउटा त्यहाँ जाने मौका मिलेको भएर चाहिँ यसो भिडियो बनाऊँ न त कस्तो रहेछ के रहेछ भनेर। अनि यसो यो इभेन्टको बारेमा मैले यसो हेरेको थिएँ कस्तो खाले इभेन्ट रहेछ भनेर। अनि यो चाहिँ जामा भन्ने एउटा अर्गनाइजेसन कस्तो जापानिज अटोमोबाइल म्यानुफ्याक्चरिङ एसोसिएसन जस्तो लाग्यो है मलाई। यसमा चाहिँ अनि जस्तो तपाईँको जापानको चाहिँ होन्डा टोयोटा यामाहा आई थिङ्क कावासाकी मेबी कावासाकी पनि होला। जापानको फेमस कार बाइक अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनीहरूको चाहिँ एउटा सबैजना चाहिँ एउटा के भन्छ नि त्यो एज अ सबैजना चाहिँ मिलेर एउटा सो अर्गनाइजेसन गर्दो रहेछ। अनि यो चाहिँ हरेक वर्ष चाहिँ हरेक 2 वर्षमा चाहिँ एकचोटि चाहिँ हुँदो रहेछ। अनि म पनि एज अ मेकानिकल स्टुडेन्ट जापानमा चाहिँ मेकानिकल पढिरहेको भएर चाहिँ हेर्न जाने मौका मिल्यो। अनि म मात्रै के हेर्नु त यसो भिडियो बनाऊँ हजुरहरूलाई पनि देखाऊँ भनेर चाहिँ भ्लग बनाउने सोचेको छु होइन। सो म चाहिँ रुमबाट निस्केँ स्टेसनतिर जाँदैछु। पछाडि कस्तो दामी आकाश देखेको क्या। अनि होइन यो साइडपट्टि क्या सनराइजिङ भइरहेछ क्या पछाडि कस्तो तर फोकस बल्ल देखियो कि कस्तो मिठो। अनि धेरै कुरा नगरौँ होला है यहाँ। त्यहाँ पुगेर भिडियो बनाएर त्यहीँ पुगेको भिडियोहरू मात्रै हाल्छु होला। बिचको भिडियोहरू काटेर हाम्रो ब्लग हेर्दै गर्नु होला। त्यति बेलासम्मको लागि छोटो विश्राम। डेढ घन्टाको ट्रेनको यात्रापछि ट्याक्लारे यहाँ आइपुगेँ म। राम राम राम। जापान मोबिलिटी सो यो सब फुर्सदिला हो म भन्दा नि सबै हो। मेन जे कुरा खोज्न आएको त्यो कुरै भेटिराखेन क्या। होइन कति हिँड्नुपर्छ अझै सुरज ए गोलु त्यो भिडियोमा लास्ट बवाल लाग्छ। यो चाहिँ मेरो क्लासमेट हो क्या परिवार तोरी था अच्छी मीना मीना अच्छी तिर्गारा ने सो मीना दारे म इनाइ हो अच्छी। यो चाहिँ मेरो क्लासमेट पनि हो र अनि मेरो ग्रुपको पनि उयो हो क्या। हाम्रो त्यो गाडीहरू बनाउँदा यताउता गर्दाखेरिको ग्रुप मेम्बर पनि हो क्या मेरो। यो लास्ट मिल्ने छ यो हो सुगैजा यो ऋषि ए म यस्तो भिडियोहरू बनाउँछु है अनि पोस्ट गर्छु ल त्यसपछि।
टोयोटा कति हो चाहिँ थाहा भएन मलाई पनि। घुरालाई भन्दा मलाई रमाइलो भयो यहाँ आएर चाहिँ। This is Toyota GR Supra GTO EVO. This is Nissan Fairlady YZ Nismo Nissan. This is Honda Civic Type-R. Mitsubishi Del Camini. You kyo guys yaar? What is this man? क्यों बे यो? मेरा आगे तिरमिर भइरा के हो यो गाडी हो यो? Crystal Benz SL Gold Mercedes. Crystal Benz Mercedes SL Gold. Mazda Max 56 रोट्रो। यो चाहिँ Mazda कम्पनीको चाहिँ रोट्रो इन्जिन खाले गाडी हो क्या। जस्तो अरू गाडीहरुमा चाहिँ पिस्टन इन्जिन हुन्छ नि, यसमा चाहिँ पिस्टन हुँदैन। यसमा चाहिँ सिंगल एउटा ट्रायंगल टाइपको चाहिँ रोट्रो इन्जिन रोट्रो उयो हुन्छ क्या। त्यो अब कसरी एक्सप्लेन गरौँ हैन, सायद मैले अहिले भिडियो भेटे भने म त्यो भिडियो पनि क्याप्चर गर्छु। यो चाहिँ रोट्रो इन्जिन हो के Mazda कम्पनीको। यसको त झन् यो बे बाहिर कभरै छैन, थालै छैन यो कुन चाहिँ कुन गाडीहरु। ए यहाँ रहेछ त्यो ए GTR। यो निसान GTR को मलाई नि कति कुराहरु थाहा छैन, कति कुराहरु हैन गाडीको बारेमा धेरै केही पनि थाहा छैन खासै। प्लस यहाँ त अब धेरै गाडीहरु छ नि त, अनि जति मलाई थाहा पनि त्यस्तो थाहा छैन, जति मैले त्यो भिडियो मात्रै गरेको हो। अब तल म अर्को सेक्सनमा जान्छु, तल अबको पनि भिडियो बनाउँछु। हिजो 10 घण्टाको कामले होला निन्द्रा लाग्दैछ, आँखा कालो हुँदैछ, गाडी हेर्नु नि अब त अल्छी लाग्दैछ। ओ व्हाट इज दिस?
あと2人の参加となります。ありがとうございます。それではただいまをもちまして終了させていただきます。それでは入りたいと思います。お手に行きます。それではお集まりいただきましてありがとうございます。あ、すみません。これは9になってなんですけど、配信としては別に9とかこだわっていなくて、車メーカーの方に合わせて。हामी चाहिँ अब एकछिन घुमेर निस्केको, खासै यहाँ त्यस्तो रमाइलो पनि लागेन, एकछिन घुम्यौँ। अब बाहिरतिर घुम्न गयो भनेदेखि भ्लग कन्टिन्यू गर्छु। बाई बाई मोबिलिटी सो। हामी चाहिँ मोबिलिटी सोबाट निस्केर चाहिँ कहाँ हामी रामेन खान जान लागेको। रामेन खान जान लाग्यो, हिँडेर भोक मेट्न लागिसक्यो। रामेन बसेर अझै भेटेको छैन। दस दिन लाने त्यो गाउँमा गुन्द्रुक र भात खाने बज्यो, जापान रामेन बसेर खोज्दै हिँडेर हेर्दै यसलाई। हामी चिन्ने रामेन बसेर कुन हो है? अब रामाहरू छैन फेरि। भाइ खाना भन्छ कति छिटो आएर बस्यो। भोक लाग्यो? ओ बसन्ती, मेरो बसन्ती के छ?